दर्शकवृन्द, स्वर्गद्वारी परु महाराज स्वर्गद्वारीमा जानुभन्दा अगाडि तपस्या गरेको ठाउँ यही हो। स्वर्गद्वारी परु महाराज स्वर्गद्वारी जानुभन्दा पहिला यहाँ बसेर तपस्या गर्नुभयो। यहाँ तपस्या गरेपछि उहाँले होम गर्ने खादल खनेर होम गर्नुभयो। त्यसपछि होम गरेर जाने आएतिर डुना डुना तपरी फुलपाती बगाउने चाहिँ एउटा पोखरी खनेर पनि जानुभयो र त्यसपछि चाहिँ फुलपाती बगाउनु भयो। करिब करिब उहाँले 1.5 महिना 2 महिना कति चाहिँ तपस्या गर्नुभयो यहाँ। त्यसपछि उहाँले यहाँको दृश्य अवलोकन गर्नुभयो। यहाँबाट हेर्ने बेला स्वर्गद्वारी अग्लो देखिने, स्वर्गद्वारीबाट हेर्ने बेला एउटा अग्लो देखिने। वास्तवमा अनुसरण गर्ने बेला योभन्दा अग्लो चाहिँ केही विषय अग्लो स्वर्गद्वारी रहेछ। त्यो स्वर्गद्वारी भएको कारणले गर्दा चाहिँ यहाँका परु महाराजले मेरो मनसाय भनेको सबैभन्दा अग्लो ठाउँमा गएर तपस्या गर्नु हो। त्यसकारण यहाँभन्दा म त्यो ठाउँमा गएर तपस्या गर्नुपर्छ भन्ने हैसियतले चाहिँ यहाँका जनताहरूबाट सबैजना बिदा बाहिर भएर यहाँबाट स्वर्गद्वारी गएर त्यहाँ बसेर तपस्या गरेको र त्यहाँ गएर मन्दिर निर्माण गरेको भन्ने चाहिँ हाम्रो बुढापाकाहरूको भनाइ छ। पछाडि उहाँले चाहिने तपस्या गर्दै गर्दा स्वर्गद्वारी अग्लो कि यहाँको यो साउने पानीको लेग अग्लो भनेर एउटा गम्भीरतापूर्वक उहाँले अध्ययन गरिसके पश्चात यहाँभन्दा केही हद स्वर्गद्वारी अग्लो भइसके पछाडि उहाँले स्वर्गद्वारीमा गएर आश्रम बनाउनु भयो र अहिले स्वर्गद्वारी नामले परिचित भएको छ।